मान्छेहरूले मेन कुरा गुमाउनुको मेन कारण भनेकै मान्छेहरूले अरूको भनाइ सुनाइ गरेर कुनै पनि चिजमा हात हालेको हुन्छ। त्यो कस्तो हुन्छ भन्दाखेरि जस्तै मानौँ कि तपाईँले एउटा कुनै ठाउँमा रिसर्च गर्नुभयो, मानौँ कि तपाईँले पसल खोल्नुभयो, त्यो पसल केको बारेमा मानौँ कि अब किराना पसलहरू खोल्नुभयो, तर एउटा मान्छेले आएर भनिदियो कि ल मेडिकल लाइनमा यस्तो कमाइ हुन्छ भनेर। न तपाईँले मेडिकल फार्मेसीहरू पढ्नुभयो, न डक्टर हुनुहुन्छ तपाईँ, नभए न अथवा कुनै चिज अरू हुनुहुन्छ होइन। तर तपाईँले डाइरेक्ट फार्मेसी खोल्नुभयो भने त अभियसली तपाईँलाई त्यसको डिलरसिपहरू थाहा हुँदैन तपाईँलाई, अथवा त्यो कुन कुन दबाईहरू दिनुपर्छ अथवा मेडिकलको ड्रगहरू कहाँबाट ल्याइन्छ, यस्तो कुराहरू चाहिँ थाहा हुँदैन। सो कस्तो हुन्छ भन्दाखेरि तपाईँले नबुझिकन कुनै ठाउँमा हात हाल्नुभयो भने चाहिँ अभियसली त्यसले घाटा दिन्छ। सो सेयर मार्केटमा पनि यही हुन्छ। मान्छेहरूले कस्तो भन्दाखेरि मोस्टली पत्रिकामा छापिदिएकै हुन्छ कि सेयर बढ्यो भन्न थालेपछि होइन, अथवा डाइरेक्ट घटेपछि मात्रै देखाउँछ। एन्ड कस्तो हुन्छ भन्दाखेरि म तपाईँलाई स्क्रिनमा देखाइदिन्छु। मोस्ट अफ द मान्छेहरूले यो कोभिडको बेलामा चाहिँ धेरैजनाले फस्यो भनेर भन्नुहुन्छ। सो मेन फस्नुको कारण भनेकै फेयर अफ मिसिङ आउट हो। किन भन्दाखेरि तपाईँको कुनै साथीले मैले त सेयर मार्केटबाट 1 लाख हालेको थिएँ र 2 लाख भयो भनेर भन्यो भने अभियसली तपाईँले पनि त्यही बेलामा हाल्नुहुन्छ। तर त्यो मान्छेले बुझ्नु हुँदैन कि कतिखेर हालेर त्यसले 1 लाख कमाएको भनेर। जस्तै मानौँ कि अब कोही मान्छेले यो ठाउँमा एरियामा सेयर किन्यो भने त यो एरिया यत्रो 2 वर्ष 3 वर्षसम्म त घाटामै गयो त्यसको सेयरहरू। तर त्यसको सट्टा कोही मान्छेले अब यत्रो 2 वर्ष ग्याप हुँदाखेरि 2018 देखि 2020 सम्म जुन बेला कोभिड आएको थिएन, तपाईँसँग यति टाइम थियो कि 1200 र 1000 मा हुँदाखेरि त्यो बेलामा मान्छेहरूले कहिले पनि पैसा हाल्दैन। सो अनि त्यहाँबाट जब यो उकालो चढेर 1 वर्ष मजाले उभियो सेयर मार्केट, अनि तब तपाईँले हल्ला सुन्नुहुन्छ, ओहो फलानुले यति कमायो, फलानुले उति कमायो। अनि त्यसपछि आउँछ मेन कुरा कि मान्छेहरूले जब हल्ला फैलिन थाल्छ नि, यसले यति कमाएर उसले यति कमायो भनेर, हो जुन बेला चाहिँ निस्किने बेला हुन्छ नि, मान्छेहरूले त्यही बेलामा पैसा हाल्न थाल्छ। र कस्तो हुन्छ भन्दाखेरि यो भनेको डेली चार्टहरू हो। यसमा कस्तो हुन्छ भन्दाखेरि तपाईँले एकै दिनमा सेयर मार्केट यत्रो त गएन भनेपछि, मतलब 2022 देखि 2021 सम्म पनि आधा मात्रै यहाँसम्म भनेपछि आधा मात्रै सेयर मार्केट बढ्या रहेछ भनेपछि तपाईँको 1 वर्ष त बढ्या रहेछ। अनि त्यो 1 वर्षमा यति फोमो क्रिएट हुन्छ कि यो एरियामा, जुन यो एरिया छ नि, हो यो एरियामा यति फोमो क्रिएट हुन्छ, ओए यसले त यति कमायो, उसले त यति कमायो, यसले यति हालेको थियो, उसले यति हालेको थियो, उसले त डबल बनायो, यसले चौपल बनायो, हो यस्तो कुराहरू चाहिँ एकदमै हुन्छ। र जुन बेला धेरै जस्तो यस्तो बेलामा चाहिँ मान्छेहरू ट्र्याप भइरहेको हुन्छ कि तलमाथि गइरहेको हुन्छ, हो यो ट्र्याप भइरहेको। र अलिकति राम्रो बुझ्ने इन्भेस्टरहरू हुन्छ भने यही बेलामा सेयरहरू बेचिरहेको हुन्छ। र मान्छेहरूले नयाँ ट्रेडरहरू हुन्छ जसले चाहिँ सिक्न खोजिरहेको हुन्छ, उनीहरूले चाहिँ कस्तो हुन्छ भन्दाखेरि हप्ता 10 दिन अथवा 1 महिना पैसा हालिसकेका हुन्छ, अनि 10,000 को 20,000 भएको देखिसकेका हुन्छ नि त। अनि उनीहरूले सुरुमा चाहिँ सानो सानो पैसा हालेको हुन्छ, त्यसको रिटर्न राम्रो आउँछ। तर लास्टमा यत्रो वर्ष फोमो क्रिएट भयो नि त 2 वर्ष, अनि त्यही बेलामा चाहिँ मान्छेहरूले ठुल्ठुलो एमाउन्ट हाल्न थालिसकेको हुन्छ, र त्यही बेलामा चाहिँ मार्केट ड्याममा लाएर झरिदिन्छ। अनि 2 वर्षसम्म यसरी साइडवेज गइदिन्छ। अनि त्यसपछि स्वाहा पैसा। अनि त्यहाँबाट मान्छेहरूले पहिला चाहिँ 1 लाख हालेर 2 लाख कमाउँथ्यो भने अब चाहिँ 1 लाख हालेर 10,000 झिकिरहेको हुन्छ। यसको तर मान्छेहरूले एउटा कन्सेप्ट चाहिँ कहिले बुझ्या हुँदैन धेरै जस्तो मान्छेहरूले, किनभने नयाँ ट्रेडरहरूलाई थाहा हुँदैन कि के भइरहेको छ भनेर। कस्तो हुन्छ भन्दाखेरि जस्तै यो बेलामा जो मान्छेले 2 वर्षसम्म एकैचोटि पैसा हाल्ने, किन भन्दाखेरि मार्केट कहिले झर्छ र कहिले माथि जान्छ, इट्स लाइक अ फुगाजी भन्छ नि, त्यो एउटा विदेशी मुभी थियो। It's all a fugazi. You know what a fugazi is? No, Fugazi. It's fake. Yeah, fugazi. It's a wazi, it's a woozy, it's a fairy dust. It doesn't exist. किन भन्दाखेरि चार्टले त हामीलाई पास्टहरू मात्रै देखाउँछ, फ्युचर कहिले पनि देखाउँदैन। तर हामीले एउटा कुरा चाहिँ के हेर्न सक्छ भन्दाखेरि चाहिँ यो चार्टमा देखाउने भनेकै देशको अर्थतन्त्र हो। यानि कि तपाईँको यदि देशले राम्रै गर्दै गयो भने देशमा पनि इकोनोमिक ग्रोथ आइहाल्छ। इकोनोमिक ग्रोथ आउनु भनेको चाहिँ सेयर मार्केट बढ्नु हो। सिम्पली त्यसरी बुझ्न सक्नुहुन्छ तपाईँले। सो जस्तै यस्तै कोभिडको बेलामा धेरै जस्तो मान्छेहरूसँग अब बाहिर जाने अप्सन हुन्थेन, ब्याङ्किङहरूको काम गर्ने सबै अनलाइनबाटै हुन्थ्यो। हो त्यही बेलामा बाहिरी फिजिकल कामहरू गर्न नमिलेको बेलामा मान्छेहरूले कहाँबाट पैसा कमाउनु त भन्दाखेरि एउटा सेयर मार्केट अप्सन देखेको हो, र त्यहाँबाट मान्छेहरूले धेरै जस्तो बुझ्न थालेको हो। सो जुन यो मैले सर्कल लगाएँ नि, हो यो एरियामा चाहिँ मान्छेहरूले यत्रो 1 वर्ष 2 वर्षसम्म चाहिँ कहिले किन्दैन के धेरै जस्तो मान्छेहरूले, किन भन्दाखेरि उनीहरूले सेयर मार्केट झरेछ कसले किनिराख्छ भन्ने सोच हुन्छ।
तर जब माथि बढ्न थाल्यो अनि किनिदिन्छ। सो मेरो एउटा भिडियो चाहिँ 2024 अप्रिल 28 मा आएको रहेछ। यानि कि यो एरियामा थियो। यो एरियामा मैले एउटा भिडियो हालेको थिएँ कि कुमारी ब्याङ्कहरूको र अथवा अरू ब्याङ्कहरूको सेयरहरू र धेरै सेयरहरू आफ्नो बटममै छ भनेर। किन भन्दाखेरि हामीसँग यत्रो कोभिडको यत्रो देखिरहेको थियो नि त मार्केट कति माथिसम्म जान सक्छ भनेर। एन्ड तपाईँहरूलाई म एउटा स्टकबाट बुझाउँछु। एउटा मैले भिडियो हालेको थिएँ र यो बेलामा चाहिँ कस्तो भएको थियो भन्दाखेरि चाहिँ अप्रिल जनवरी फेब्रुअरी एप्रिल 8 9 10 तिर हो। यो बेलामा चाहिँ अल टाइम लोमै थियो भन्दा पनि हुन्छ कि जुन यो हाम्रो कुमारी ब्याङ्कको सेयर छ नि हो त्यो चाहिँ अल टाइम लोमै थियो। यानि कि हामीसँग कति अप्सन थियो भन्दाखेरि लगभग 130 थियो भने 230 सम्म यानि कि 100 पोइन्ट जतिको अप्सन थियो हामीसँग। 230 सम्मको अप्सन थियो। अब बुझ्न सक्नुहुन्छ। सो यतिसम्मको अप्सन चाहिँ हामीसँग थियो। किन भन्दाखेरि पहिला पनि अभियसली 300 400 सम्म पनि पुग्न थालिसकेको थियो स्टक। तर हामीले चाहिँ किन यो स्टक किनेको भन्दाखेरि चाहिँ पहिलो कुरा प्राइस एक्सन धेरै झरिरहेको छ एन्ड एकदमै सपोर्ट जोनमा टाइट भएर बसेको थियो स्टक। एन्ड त्यसपछि अर्को रेसिस्टेन्ट जोन भनेको चाहिँ यसको बटम भयो। पहिलाको एउटा जुन रिभर्सल आएको थियो यहाँबाट हो यो अप्सन यो एरिया चाहिँ एकदम हाई रेसिस्टेन्ट एरिया थियो। सो पहिला पनि पछि पनि अहिले जब मार्केट माथि यसलाई ब्रेकआउट गरेर माथि गएको थियो फेरि झरेको थियो। सो इट डजन्ट म्याटर। तर हामीले चाहिँ 230 सम्ममा चाहिँ मैले ट्रेड लिएको थिएँ। सो यसमा चाहिँ मैले कस्तो के गरेको थिएँ भन्दाखेरि चाहिँ लगभग र तपाईँले पनि यो काम गर्न सक्नुहुन्छ। 2022 मा जब यो एरियामा मार्केट झरेको मात्रै थियो, लगालग झरिरहेको थियो हो यही बेलामा मैले स्टक अनि एसआइपी गरेको थिएँ र त्यसमध्ये कुमारी ब्याङ्क र त्यो सँगसँगै एउटा हाइड्रो एचएसएल भन्ने र अर्को भनेको चाहिँ बोटलर्स नेपाल बालाजु। किन भन्दाखेरि सबै स्टक यसरी नै झरिरहेको थियो। यसको मेन रिजन चाहिँ मार्केट क्रास भइरहेको थियो र मेन कुरा चाहिँ के हो भन्दाखेरि मान्छेहरूले पैसा कस्तो बेलामा हाल्छ र कस्तो बेला हाल्दैन भन्ने कुरा। सो मैले भने जसरी मान्छेले मार्केट क्रास भएको बेलामा चाहिँ कहिले पैसा हाल्दैन र मार्केट बढिरहेको बेलामा हाल्छ र त्यो बढिरहेको मार्केट कुन दिन झर्छ थाहा हुँदैन। तर एउटा कुरा चाहिँ के हो भन्दाखेरि जति नै मार्केट बढे पनि त्यो एक न एक दिन घटिहाल्छ र मार्केट जति नै झरे पनि एक न एक दिन त्यो बढिहाल्छ। सो तपाईँले चाहिँ के गर्न सक्नुहुन्छ भन्दाखेरि चाहिँ यदि मार्केट कुनै बेला झरिरहेको छ भने तपाईँले त्यसमा एसआइपी स्टक गरिदिन सक्नुहुन्छ। तर जुन पाए त्यो हाइड्रो प्रोजेक्टमा चाहिँ नहाल्नु होला। किन भन्दाखेरि हाइड्रो प्रोजेक्टमा धेरै म्यानिपुलेसनहरू हुन्छ। सो सिम्पली के गर्न सक्नुहुन्छ भन्दाखेरि चाहिँ कुनै पनि स्टक त्यसमा जुनमा चाहिँ तपाईँहरूले आफूले भर गर्नुहुन्छ अथवा कुनै पनि स्टकहरू जुन चाहिँ तपाईँले डेली लाइफमा युज गर्नुहुन्छ त्यही स्टकहरूमा तपाईँले इन्भेस्ट गर्न सक्नुहुन्छ। जस्तै मेरो रिजन भनेको चाहिँ कुमारी ब्याङ्कहरू बोटलर्स नेपालहरूमा मैले किन पैसा हालेको भन्दाखेरि चाहिँ बोटलर्स नेपाल कुमारी ब्याङ्क भने हामीले डेली लाइफहरूमा युज गरिरहेको हुन्छ नि त। कुमारी ब्याङ्क धेरै जस्तो मैले मेन ट्रान्जेक्सनै गर्ने भएको ब्याङ्क भएर नै मैले भर गरेर त्यसमा स्टकमा एसआइपी गर्न थालेँ र त्यही अनुसार कोकमा पनि मैले कोकहरू खाने भएको कारणले नै त्यसमा पैसा हाल्न थालेँ र त्यही अनुसार मैले स्टकहरू इन्भेस्ट गर्न थालेँ। अभियसली मैले युनिलिभरमा चाहिँ पैसा हालेको छैन। किन भन्दा त्यसको सेयर किन्ने अहिले औकात भएको छैन। सो यसमै हाल्न सकिन्छ अहिले चाहिँ। सो यसमा चाहिँ मैले के गर्थेँ भन्दाखेरि चाहिँ अभियसली मैले किन्ने बित्तिकै सेयरहरू झर्थ्यो पनि होइन, सेयरको प्राइसहरू झर्थ्यो पनि। तर झरेको मतलब यो होइन कि तपाईँले घाटा खाइराख्नु भएको छ। इट्स पेपर एसेट। सो टेन्सन लिनु पर्दैन। तपाईँको आफ्नै खल्तीबाट पैसा गइरहेको होइन। त्यो भनेको कस्तो भन्दाखेरि तपाईँको कागजमै घटिरहेको छ, पछि पैसा आयो भने पनि कागजमै आइरहेको हुन्छ। तर फरक यति हो कि तपाईँले कमाउने र घाटा खाने कहिले हो भन्दाखेरि चाहिँ जुन बेला तपाईँले कुनै स्टक किन्नु अथवा बेच्नुहुन्छ। सो तपाईँले जहिलेसम्म कुनै स्टक किन्नु भएन त्यसैसम्म तपाईँलाई नाफा पनि हुँदैन, घाटा पनि हुँदैन र जहिलेसम्म तपाईँले स्टक कुनै बेच्नु हुँदैन त्यहाँसम्म तपाईँलाई त्यो सेयरबाट घाटा र नाफा पनि हुँदैन। मैले एसआइपी स्टक गर्थेँ 10-20 हजार 10-20 हजार गरेर बिस्तारै महिनामा 10-20 हजार 10-20 हजार गरेर 2023बाट चाहिँ मैले त्यसरी नै एसआइपी गरिरहेको थिएँ र लगालग मेरो टार्गेट भनेको चाहिँ पहिलाको यो बटम टच गरेको 3000 को लेभल एन्ड त्यसपछि चाहिँ म निस्केँ। किन भन्दाखेरि 3000 थियो मेरो टार्गेट चाहिँ। तर 3000 पुग्ने बित्तिकै झ्याप्प बेच्न थाले पनि होइन। बिस्तारै जब 3000 पुग्न थाल्यो बिस्तारै बेच्न थालेँ। तर मैले चाहिँ आफ्नो 50% होल्डिङहरू चाहिँ बेचेको थिएन सुरुमा। किन भन्दाखेरि मलाई के लागेको थियो भन्दाखेरि यसपालि अब
हाम्रो केपी बास पनि सरकारमा आउनु भएको थियो र त्यही अनुसार अब राम्रै न्युजहरू थियो, त्यस्तो नराम्रो न्युजहरू पनि थिएन। अहिले जस्तो राजै आउँछु भन्ने यताउता अनि त्यो झै झगडा पनि अलिक कमै थियो त्यो बेलामा सिचुएसन, राम्रै सिचुएसन ला भएर मैले के सोचेको थिएँ 3200 जान्छ होला जस्तो लाग्थ्यो मार्केट। तर पछि के भयो भयो आई डोन्ट नो, बिस्तार 3000 को रेसिस्टेन्टमा खाइहाल्यो र अलिकति झरेर पछि फेरि बााउन्स ब्याक भएर 2900 पुगेको थियो। सो सुरुमा मैले 50% त पहिल्यै बेचिसकेको थिएँ, तर पछि पनि के अरे एकपल्ट चाहिँ रिभर्सल हुनलाई तल झर्छ अथवा माथि झरे पनि एक न एकपल्ट फेरि टच हुन्छ जस्तो लागेको थियो। त्यही भएर मैले चाहिँ फेरि नै उ गर्दै फेरि 2900 2800 पुग्ने बित्तिकै फेरि सबै क्लियर आउट गर्दै र सबै स्टकहरू झिके। र अब अर्को टार्गेट भनेको चाहिँ हेरौँ मार्केट क्रास भयो भने फेरि अब फेरि त्यस्तै राजा आउँछ यताउता भन्ने कुराहरू भइरहेको छ र आन्दोलनहरू पनि सुरु हुन थाले। र वारेन बफेटले भने जसरी नै तपाईँलाई यदि कुनै स्टक किन्न छ भने त्यसको बेस समय भनेको नै पुरै मार्केटै रातो भएर बसेको बेलामा हुन्छ। किन भन्दाखेरि त्यो बेलामा नै हो जब कि मार्केटहरू राम्रै भ्यालुमा भए पनि इमोसनको कारणले झरिरहेको हुन्छ र एकदमै सस्तोमा बिक्री भइरहेको हुन्छ। सो आजको लागि यति नै, मैले आफ्नो कुराहरू सेयर गरेँ र कसरी मैले 2-3टा स्विङ ट्रेडहरू लिएको थिएँ भनेर। सो त्यस्तो ठुलो एकदम रकेट साइन्स पनि गरेको थिएन मैले, जस्ट सिम्पल स्ट्राटेजी हो यो, जुन चाहिँ हाम्रो वरेन बफेट सरको किताबबाट मैले हल्का सिकेको थिएँ र त्यसलाई नै एप्लाई गरेको थिएँ। एन्ड या आई थिङ्क इट्स सो यति भन्दै नेक्स्ट भिडियोमा भेटौँला। किप इन्भेस्टिङ, सी यु इन द नेक्स्ट भिडियो, बाई बाई।